Hello guys, welcome back to my YouTube channel. This is Wangchen Gisan. So आजको मेरो भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ हुनु त म पिजी अस्ति नै छोडिसकेको हो। अन्त त्यसको बादमा फेरि म तपाईहरुले अस्ति भ्लगमा देखिहाल्नु होला म सरप्राइज भिजिट गरेर आन्टी र सासङलाई भेट्न आएको थिएँ हैन। अन्त त्यही आएको चाहिँ मेरो छुट्टी पनि बित्यो लाइक एक हप्ता जस्तो बसेँ। अन्त चाहिँ अब चाहिँ म घर फर्किँदैछु हो। सो मेरो अहिले 1 बजी गाडी छ। सो लन्च गरेर चाहिँ म घर जाने हो। अन्त आन्टी र सासङलाई फेरि छोडेर जाने हो। अन्त I'll miss them a lot. सो हेर्दै जानुहोस्, I'll be filming. पहिला फेरि आन्टीलाई भेटाइन्छु तपाईहरुलाई। हेलो अस्ति नै घर गएको हो। फेरि यसको कलेजबाट रिजल्टहरूको विशेष गरी उसको साथीको जन्मदिन थियो, त्यसको लागि पनि यो आयो हो। हामीले सानो हेर्नुभयो होला तपाईँहरू सबैले है, सानो नानीको यो बनाइदिए। अब एउटा कुरा भन्नु मन लागेको छ, जब यो नानीले यसरी भिडियोहरू है बनाउँछ, हुन त कतिजनाले हामीलाई सेयर गर्छ, कमेन्ट गर्छ, लाइक गर्छ होइन, तर बिचरा अनेपालीहरूले पनि हेर्छ नि त, उनीहरूले बुझ्दैन। त्यही भनेर चाहिँ मैले चाहिँ यो नानीलाई भने कि हामी अलिकति भए पनि जाने भए पनि नजाने पनि हिन्दीमा पनि बोलौँ न भनेको कि। त्यही कारण चाहिँ म अलिकति हिन्दीमा बोल्छु ल। ये लड़का पहले यहाँ था, सभी को पता है। फिर बाद में ये घर गया, उसका एग्जाम खत्म होने के बाद फिर दोबारा उसको रिजल्ट लेने फिर आया। और उसका एक दोस्त है, उसका जन्मदिन था, यो भी मनाएगा ये उसका दोस्त। तो जितना भी लोगों ने हम लोगों को ये वीडियो वायरल हुआ देखा, कमेंट किया, लाइक किया, इसके लिए मैं थैंक्स बोलना चाहता हूँ। फिर ये आज ये घर जा रहा है और इसको सितंबर में उसका दिल्ली का एक प्रोग्राम है, उसमें भी ये भाग लिया है, ये भी जाएगा। तो कब आएगा ये पता नहीं है, इसलिए सभी लोग को यही कहना चाहता हूँ, आज का वीडियो जितना भी वीडियो में आप लोग ने हम लोग को शेयर किया, लाइक किया, कमेंट किया, इसके लिए हाथ जोड़ के थैंक यू बोलना चाहता हूँ। और ये भी देखिए बर्थडे का, इसमें भी लाइक कमेंट, बर्थडे का वीडियो में लाइक कमेंट शेयर कर दीजिए, क्योंकि जितना भी लोगों को, कोई लोग नेपाली नहीं समझते, हम लोग भी इतना ज़्यादा हिंदी परफेक्ट भी नहीं है, आधा नेपाली आधा हिंदी मिला के बात करते। फिर भी जो मैंने बोला है शायद हिंदी मेरा बिगड़ भी गया होगा, कैसे बोलना पड़ता है, लड़का को भी इधर आओ, लड़की को भी इधर आओ, ऐसे ही तो हो, लड़की को क्या बोलते हैं, लड़का को क्या बोलते हैं, ये हम लोग नहीं जानते हैं। इसीलिए अगर गलती हुआ तो माफ, थैंक यू। Hello everyone. तपाईहरु सबै जाति नै हुनुहुन्छ होला हो। Today as Wangchen is going back to Mirik after he came for taking his results, the 5th semester results, and also giving me a small birthday surprise. Thank you for that, Aina. And after all these things are done, he's going back to Mirik, and after staying for a few days in Mirik, he'll be going to Delhi again for his program out there. So all the best for that, and thank you auntie once again for letting him come to Kosham for visiting me on my birthday. And lots of regards to his family, auntie, uncle, nana, everyone, and all the viewers. I hope you guys watch, like, share and comment on his videos, and of course do subscribe to his channel if you're new to this channel, and of course share the link as much as you can so that he can grow his YouTube family as soon as possible, which is going quite well. Thanks to all the viewers for that. I don't know when will he come back and visit us again, but till then we're gonna miss him. We're gonna miss interacting with his viewers like this. And yeah, lots of regards and love to all the viewers and his family. Thank you. And yeah, अब म घर पनि जाँदैछु होइन। अन्त आन्टी र सासङलाई पुरा मिस गर्छु। हुन त म घर गएर पनि पुरा कुरा गरिबस्थेँ। अन्त पठार सुत्तेरै बिताएँ अस्ति म। 15 अगस्ततिर पनि कहीँ गइनँ, अनेस्ट भएरै भन्छु। मैले रुममा बसेर सासङ र आन्टीलाई फोन गरेर पनि वाक्कै पनि पारेँ होइन। अब मलाई
अब यहीँ बस्ने बानी भएको हो कि के हो होइन मलाई चाहिँ यहीँ ध्यान हुने घरमा पनि एकछिन माथि मम्मीहरूसँग बोल्नु जाउँ न भन्दा आन्टी र सरसँगै कुरा आउने यस्तो गर्थ्यो त उस्तो गर्थ्यो त होइन अन्त खाना खाँदा पनि मैले खाना खाइसकेर पनि मिरिकमा आन्टीसँग भिडियो कलमा राख भन्थेँ मैले ससँगलाई अन्त यिनीहरूले कसरी के खाँदैछ के गर्दैछ छेउमै बसेको जस्तो लाग्थ्यो होइन अब अझै पनि छेउमै बसेको जस्तो हुन्छु होला घर गएर पनि हो हुन्छु होला होइन हुनुपर्छ त्यो त हुन्छै हुन्छ नि फोन त गरेर म वाक्कै नै पार्छु हो अन्त अरू त के भन्नु आन्टीको नयाँ किचनहरू बन्यो त्यो चाहिँ हेर्नु पाएँ टोइलेटको चाहिँ अब ओपनिङ गर्नु पाइनँ देख्नु चाहिँ रिबिन देखेँ काट्नेलाई बोलाउँछु अन्त आन्टीले अब बाहिर जानु पर्दैन पानी झरीमा पनि भन्दै भित्र बनाइदिएको छ टोइलेट अन्त अर्को कुरा के भन्यो पिजी बस्नेहरू आयो भने पनि तेरो रुम चाहिँ तेरै रुम राखिदिन्छु पछि तैँले बिहा गरेर ल्याइस् भने पनि यही रुममा राख्न भन्नुहुन्छ आन्टीले हो अन्त मैले सासङलाई पनि भने अब है अब नयाँ आयो भने साथीहरू पाउँछ होला मलाई पो कुनै किन झुक अब आन्टीले पनि फेरि उयो गर्छ होला मलाई भुलिन्छ होला भनेर चाहिँ अघि मैले त्यस्तो भन्दै थिएँ आन्टी र सासङलाई हो आन्टीले केही गर्दैन तेरो साथी सासङलाई पनि लाँदैन कोठामा पस्यो भने म भन्छु भन्दै थियो आन्टीले हो त्यही हो म पुरा मिस गर्छु हो अब घरमा गएर एक दुई दिन फेरि म कोठामै थन्किने हुन्छु फेरि त्यस्तो नहुँ भन्छु कि तर मलाई ध्यानै हुँदैन ती अब खरसाङ त्यो पाहाडमा देख्दाखेरि पनि अरे लु कल लगाइहाल्छु के गर्दै होला भन्ने हुन्छ हो अन्त मैले तपाईँलाई अस्ति जाँदाखेरि भनिसकेको थिएँ म बस्ती घर चाहिँ जाँदिनँ अहिले किन भन्दाखेरि चाहिँ अब बस्तीबाट झन् छेउमै देख्छ खरसाङ हो भरे मलाई अब उयो जाँदा उयो के हुन्छ नि अब एकपल्ट के गर्नु भरे म के गर्ला मैले भागेर भरे खरसाङ आएँ नि त्यसमा भरे मन दुखाउला घरमा है भनेर गएको भए पनि हुन्थ्यो भनेर होइन त्यही कारण म बस्ती चाहिँ अहिले झरेको पनि छुइनँ अन्त मिरिकबाट पनि बेसी देखिँदै हेर्दिनँ पनि अन्त मिरिक जाँदा पनि गाडीमा अब त्यो साउलिनी भन्दा अगाडिहरू जाँदा पनि अब गाडीबाट देख्छ नि त किनकि जहिले पनि म विन्डो सिटमै बसेको हुन्छु कि खरसाङ देख्दाखेरि नि के बिना देखेको हौ नदेख्नु नै हुसीहरू लाग्नु नै भन्ने हुन्थ्यो मलाई हुन्छ अस्ति पनि त्यस्तै भएको होइन अन्त या अब म आउनु चाहिँ छिटो आउनु चाहन्छु आन्टी भएकोमा चाहिँ हो अन्त आज बिहानै मैले फेरि आन्टीलाई पुरी र आलुदम कान्छुलाई रासिनको आँटाको भए पनि बनाइदिन्न भने मैले तर आज बिहान पुरी र आलुदम पनि रेडी नै थियो हो अन्त अन्त चाहिँ नेक्स्ट कुरा के हो भन्दाखेरि मेरो युट्युबले गर्दाखेरि है अब फर्स्टमा त ठुलो भएर त हुँदैन नि त सानैबाट स्ट्रगलिङ हुन्छ कि मैले भन्नु चाहेको चाहिँ के हो भन्दाखेरि चाहिँ आज बिहानै मलाई एउटा डिएम आयो हो म हुनु त चिन्दिनँ पर्सनली अब इन्स्टामा पनि फलोमा पनि थिएन रहेछ बिचराले चाहिँ पिजी खोज्दै रहेछ एन्ड वाट हि सेड द्याट मैले युट्युबमा भिडियो हेरेको थिएँ हो अन्त तपाईँको भिडियो देखेर तपाईँको मालिक आन्टी चाहिँ पुरा माया गर्नु हुँदो रहेछ तपाईँहरूलाई भनेर चाहिँ मलाई नम्बर माग्यो हो अन्त त्यो कुरा करेक्ट नै हो माया त मायै हो भन्छ नि मायै गर्छ आन्टीले हो अन्त तपाईँहरू आयो भने पनि तपाईँले अब आफ्नो फ्यामिली जस्तो पाउनुहुन्छ यहाँ बस्यो भने होइन अन्त जो पनि आउनुहुँदैछ मोस्ट वेलकम छ पहिला आएर हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई होइन आएर हेर्नुहोस् भन्नुहोस् आन्टीलाई के प्रब्लम छ के प्रब्लम छैन त्यो भन्दा आन्टीले माइन्ड गर्दैन हो जे छ फ्याङफुङै बोल्नु किन पैसा तिरेपछि बस्यो भन्दाखेरि अब त्यस्तो होइन नि त भन्नु चाहिँ पर्छ किन आन्टीले पनि यस्तो हुँदो रहेछ है भनेर आन्टीले पनि त्यसलाई पछि सुधार्नु सक्छ नि त यहाँ घरमा मेरो घरमा यो कमी रहेछ त्यो गरिदिन्छु भनेर आन्टीले पनि एउटा आउने बाटो बनाउनु पऱ्यो किन आन्टी चाहिँ यहाँ एक्लै हुनुहुन्छ नि त अन्त त्यो अन्त जसले फोन गरेको थियो उहाँहरू चाहिँ वेडनेसडे आउनु हुँदैछ अरे आन्टीलाई भेट्नु डुवर्सबाट चाहिँ अब भ्युवर्स रहेछ हाम्रो होइन थ्याङ्क यू भिडियो हेर्नु भएकोमा हो एन्ड सब्सक्राइब पनि गरेकै होला आन्टीलाई त धेरै भन्नुभएछ माया गर्नु हुँदो रहेछ दादालाई कुन के भनेर भन्दै थियो अरे अन्त थ्याङ्क यू सो मच फर सपोर्टिङ मी होइन अझै तपाईँको साथीहरूलाई पनि त्यो भिडियो हेरेर पनि हामी पनि बस्छौँ भनेर चाहिँ भनेको रहेछ त्यहाँबाट चाहिँ अन्त आन्टीले चाहिँ भन्नुभयो ल आउनुहोस् वेडनेसडे आएर हेर्नुहोस् म तपाईँलाई डाइरेक्ट बस त भन्दिनँ
आएर हेर्नुहोस् घरमा के कसो तपाईँलाई मनपर्छ भने त्यो सब प्रब्लमहरू भन्नुहोस्। आन्टीले पनि तर आफ्नो प्रब्लमहरू बताइदियो फोनमा, क्लियरेन्स त गर्नै पर्यो पहिल्यै, किन प्रब्लम नहोस् भोलिको दिनमा बित्थामा कर्सियङ गएछु, कोहीलाई गाडी भाडा खर्च हुन्छ भनेर चाहिँ आन्टीले पनि भनिदिइहालेको होला नि त। अन्त चाहिँ या तपाईँहरू आयो भने चाहिँ यहाँ कर्सियङ कलेज चाहिँ यहाँ 2 गोलाइमा पुगिहाल्छ हो। अन्त यहाँ केही प्रब्लम छैन, आएर आफ्नो फ्यामिली जस्तो अब इन्जोय गर्नुहुन्छ सबै आन्टीले गराइहाल्छ। त्यति हो, आन्टीसँग चाहिँ इज्जतसँगले बस्नु पर्यो। रेला कुला गर्दा केही छैन, फाल्टो त्यो हाई कुराहरू गर्नु चाहिँ यहाँ त्यति चाहिँ अलिक आन्टीसँग पनि डिस्टेन्स राख्नु हो। त्यति कुराहरू चाहिँ नगर्नु, त्यस्तो कुराहरू मिल्नु। केटाहरू बस्यो भने केटी ल्याउनु पाउँदैन। केटाहरू चाहिँ बस, किनकि मैले पनि केटाहरू यहाँ केटाहरू मात्रै बस्थेँ कि मैले पनि साथीहरू ल्याउँथेँ, तर दिनमा ल्याउँदा केही भन्दैन आन्टीले। तर केटीहरू पनि अलिक राम्रो इज्जत गर्ने हुन्छ। सबै केटी नराम्रो मैले नराम्रो चाहिँ भन्नु खोजेको होइन अब कलेज हो, घरमा अलिक आन्टीहरूलाई टेन्सन हुन्छ, कसैको छोरछोरीहरू आएको हुन्छ यहाँनिर, भोलिको दिनमा के होला के हुँदैन भनेर चाहिँ आन्टीले त्यो भन्नु खोजेको हो, नराम्रो चाहिँ भन्नु खोजेको नि। साथी ल्याउँदा हुन्छ, मेरो साथीहरू आउँछ, अहिले पनि आन्टीलाई कलहरू गर्छ, भेट्नु आउँछ, बाटोतिर भेट्दा पनि बोल्छ। त्यसै पनि तपाईँहरूले पनि अब मैले यहाँ जस्तो गरिरहेको छु नि तपाईँहरूबाट पनि मैले त्यस्तै मौका सुन्नु पाओस् आन्टीको मुखबाट। म युट्युबमा त सुन्नु पाउँदिनँ होला, आन्टीको मुखबाट सुन्नु पाओस् कि ए वाङछेन है तेरो साथीहरू जस्तो आखिर त्यस्तै खालको आएको छ यहाँनिर, मलाई भेट्न आउँछ, त्यो चाहिँ मैले सुन्ने मौका पाओस् होइन। त्यो एउटाले मुख पड्कायो कुन के गर्यो आन्टीलाई टेरेन भन्ने चाहिँ मैले सुन्नु नपरोस् होइन। अब यहाँबाट गएर है धेरैजना छ मुख पड्काउनेहरू, यहाँबाट गएर धेरैजना छ मुख पड्काउने भन्दैछ आन्टीले होइन। त्यस्तो चाहिँ नगर्नुहोस्। इफ यु रेस्पेक्ट, आन्टीले पनि त्यस्तै तपाईँहरूलाई रेस्पेक्ट गर्छ हो, त्यो होइन कि छुट्टाउने हो। यस्तो सबै आन्टीले कसैमा त्यो फाल्टो उयसमा कहिले छुट्याउँदैन पनि। अगर तिमीले मासु यो खाँदैन भने त्यो अर्को मासु आइरहेको हुन्छ यहाँनिर, अगर आन्टीले त्यो मासु खान्छ तिमीले त्यो खाँदैन भने त्यो आइरहेको हुन्छ। भात मोमो भन्यो, मोमो डेली खान्छौ कि जे खान्छौ पाइहाल्छौ होइन। तर यहाँ त्यति हो, एउटा रेस्पेक्ट इज्जतसँग चाहिँ बस्नु पर्यो होइन, आन्टीको कुरा मान्नु पर्यो, त्यति हो। अरू जे गर्छ केही भन्दैन। काहीँ जानु छ भने तिमीले सबै आन्टीलाई चाहिँ सेयर गर्नु, आन्टीलाई ढाँटेर चाहिँ केही पाउँदैन है हो। हुनु त हामी पनि ढाँट्छौँ, हामी कसकोमा गएको को कहाँ के हो आन्टीले पछि चाल पाइरहेकै हुन्छ हो। हामीले सोच्नु हुँदैन कि अब तपाईँहरू यहाँ अब सिलगढी छेउ छ, कोही घुम्नु जान्छु भन्छ होइन, अब खरसाङबाट जानुहोस् घुम्नु, तर त्यो ढाँटेर छलेर बिहान क्या अब आन्टी बजार गएको भने चाहिँ त्यताबाट नहराउनुहोस्, किन आन्टीले पनि भातहरू पकाइरहेको हुन्छ, त्यो खाना चाहिँ वेस्ट नहोस् होइन। आन्टीले पनि अब छोरीछोरी नानीहरू जस्तो हो भनेर भोक लाग्छ भनेर बुढो आन्टीले बादमा खाँदै गरेको हुन्छ उब्रेको पात्राहरू, त्यस्तो चाहिँ अब आन्टीले त्यस्तो गर्छ है। त्यही कारण चाहिँ तपाईँहरू खानाहरू वेस्ट नगरिदिनुहोस्, म त्यही भन्न चाहन्छु होइन। अन्त त्यति हो, माया चाहिँ आन्टीले पुरै गर्छ, त्यो चाहिँ तपाईँहरूले नसोच्नुहोस् कि यहाँ गालीको कराउँछ तर त्यस्तो नराम्रो पाराले पनि भन्दैन, सम्झाउँछ उल्टा। आन्टीको छोरा यस्तो ठुलो छ अहिलेसम्म आन्टीले सम्झाउँछ, सम्झाउने हक हुन्छ होइन। पछि गएर चाहिँ पिजी बस्नेहरूले यस्तो गर्छ उस्तो गर्छ चाहिँ नभनिदिनुहोस्, आन्टीलाई पनि मनमा लाग्छ होइन। भोलिको दिनमा आन्टीले ला मैले यस्तो किन गरेछु भन्ने हुन्छ। जे पनि ऊ ठुलो हो हामीभन्दा, हामीले एउटा इज्जत गर्नुपर्छ हो। त्यही भन्न चाहन्छु, आउनुहोस् जतिजना आउनुहुन्छ, एकजना मात्रै होइन, पिजी बस्नेहरू जति आउनुहुन्छ आउनुहोस्। अब भ्लग थ्रुबाट आन्टीले यहाँ पिजी पाउँदैछ, आन्टी पनि खुसी भयो, एउटा युट्युबले गर्दाखेरि चाहिँ त्यस्तो हुँदैछ है भनेर। हेर्नुहोस् जति सक्दो भिडियो सेयर गरिदिनुहोस्, पिजी अभाइलेबल छ, कलेज लागेको छैन अहिले, फर्स्ट इयरहरूको टाइम डल्लै छ, आउँदा हुन्छ यहाँनिर। आन्टीसँग कुरा गर्नुहोस्, आन्टीको नम्बर पाएन भने मलाई मेसेजहरू गर्नु सकेन भने पनि कतिजनाले चाहिँ अब कम्फर्टेबल मान्दैन मेसेजहरू गर्नु, पाएन भने पनि मेरो भ्लग हेर्दै आउनुहोस्। यहाँ सडकतिर वरिपरि देखाउँदा पनि हुन्छ, दोकानतिर आन्टी यो घर जाने बाटो देखाइदिनुहोस् न भन्यो भने सबले यहाँ गुड्सेबाट अगाडिदेखिकै देखाइन्छ, यो घर जाने बाटो यो हो भनेर चाहिँ। यहाँ म्युनिसिपालिटीको अगाडिको घरतिर सबलाई सोद्धा हुन्छ, त्यहाँतिर सब मलाई चिन्छ, एउटा युट्युबर एउटा आन्टीकोमा बस्ने भनेर त्यहाँतिर सबलाई सोद्धा हुन्छ, केही प्रब्लम छैन, देखाइदिइहाल्छ। अन्त त्यति हो, अरू चाहिँ म भन्न चाहदिनँ। त्यति हो, इज्जतसँगले बसोस् आन्टीसँग चाहिँ, मैले चाहिँ सुन्नु नपरोस्, किन फेरि आन्टीलाई याद चाहिँ म रिसाएपछि मन पनि दुखाउँछु कराउँछु पनि हो। अन्त सबैसँग फ्याङफुङ पनि छु, फ्रेङ्क पनि छु। अझै कतिजनालाई पिजीहरू चाहिएको छ भने मलाई मेसेज गर्दा हुन्छ, म त्यस्तो खालको मान्छे होइन, सबैसँग मिल्छु, म बोल्छु, मलाई राम्रोसँगले सोध्नुहोस् है पिजी पाएको छुइनँ भनेर आउँदा हुन्छ यहाँनिर। आन्टी कुरा सही गरेको गरिनँ कुरा एकदम राम्रो गरे उसले हो। मैले भन्नु चाहेको चाहिँ
केटाहरू मात्रै बस्यो भने केटीहरू चाहिँ मैले त्यो भनेको नल्याउनु आन्टीले नराम्रो चाहिँ नराम्रो भन्नु भनेको नल्याउनु आउँछ दिउँसो बस्छ जान्छ बास आन्टीले बरु तपाईँको साथीहरूलाई खानासाना खिलाएर पनि पठाइदिन्छ फेरि केटीहरू मात्रै बस्यो भने केटाहरू नल्याउनु मान्छेले नराम्रो भन्छ नि त अब हेर्नुहोस् ल म सिधै भनिदिन्छु मेरो हस्बेन्ड छैन बितेको हो मेरो एउटा छोरा छ होइन अब यसरी केटा र केटी आयो बस्यो मान्छेले के भन्छ ए लु अर्कै सोचिहाल्छ त्यो भनेर चाहिँ म चाहिँ उनीहरूको पनि इज्जत नजाओस् मेरो पनि इज्जत नजाओस् कलेजको हो स्कुलको हो साथीभाइ आउँछ हाम्रो पनि साथीभाइ थियो आयो खुल्लाको बात गर खाऊ जे पाक्छ त्यही दिन्छु म आउने साथीहरूलाई पनि ए यो पिजीको नानीको साथी दिन्न भन्ने मेरो त्यस्तो छैन ए अलिकति भए पनि बाँडेर खान है भन्छु म त्यस्तो खालको मन छ मेरो हो अब यदि तपाईँहरू पनि यो भिडियो हेरेर कतिजनाले पिजी पाएको छैन होला आज उसको भिडियो हेरेर 2 जना नानीहरूले डुवर्सबाट फोन गरेको थियो उहाँहरू चाहिँ कालिम्पोङ कुमदुमी एसएमआई पढेको रहेछ हामीले उहाँबाट कल आउँदा चाहिँ छक्कै पऱ्यौँ हो अन्त बात भयो त्यो नानीहरूसँग पनि उहाँहरू चाहिँ हामी बुधबार आउँछु भन्नुभएको छ होइन मैले भने आएर पहिला हेर्नुहोस् म जबरजस्ती पक्रेर बस न बस भन्दिनँ आएर हेर्छ मन पऱ्यो भने म बस्छु ल भने पनि ठिकै छ मन परेन भने डाइरेक्टै भन मलाई मन परेन म जान्छु अर्को जग्गा खोज्छु भने पनि मलाई प्रब्लम छैन कतिजनाको अब कतिजनाले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ भोलि आउँछु ल कति पो अरे पिजीको पैसा यति ल टोइलेट जसले मैले पहिला पनि भने जो पनि आएर पहिला टोइलेट सोध्छ नि त्यो नानी चाहिँ कहिले पनि पिजी बस्दैन त्यो चाहिँ म लेखेर दिन्छु भनिदिएको खै तपाईँहरू पनि कतिजनाले राख्छ होला पिजीमा नानीहरू त्यसरी आएर डाइरेक्ट कसैले पिजी खोज्दै आएर पानी र टोइलेट सोध्यो भने चाहिँ तिनीहरूलाई छैन जग्गा भनिदिँदा पनि हुन्छ हो अन्त मैले भन्नु चाहिँ त्यो नानीहरूले पनि मलाई कल गरेर आन्टी तपाईँले मसँग बात गर्यो नम्बर माग्यो वाङछेनलाई नम्बर मागेछ वाङछेनले नम्बर दिएर मलाई कल गर्यो तपाईँले पिजी राख्नु हुँदो रहेछ हामी एसएमआई कालिम्पोङ पढेर आएको हामी कर्सियङ कलेज पढ्नु चाहन्छु हामीले यो वाङछेन दाको भिडियो हेरेर चाहिँ तपाईँले धेरै नानीहरूलाई माया गर्नु हुँदो रहेछ पिजीमा बस्नेहरूलाई पनि हामी पनि पिजीमा बस्नु सक्छु भनेर चाहिँ मलाई फोन गऱ्यो अन्त मैले त्यही भन्थेँ आऊ हेर बस मन पऱ्यो भने बस मन परेन भने अब धेरैजनाले राख्छ नि त्यसरी पिजीमा होइन जहीँ गएर बस्दा पनि हुन्छ भनेर चाहिँ आज उहाँहरू चाहिँ बुधबार आउने भएको छ तर अब बस्छ बस्दैन त्यो चाहिँ थाहा छैन बुधबार आएर हेर्छु मन पऱ्यो भने सायद बुधबारदेखि बस्छ होला किनभने बिहिबार त 1 तारिक हो कलेज लाग्ने बेला पनि भयो यिनीहरूको के मिलाउँछ होला आएर त्यहाँ मजाले वाङछेन दादाको बारेमा आन्टीसँग गफमा त्यही गर्नु पुरो वाङछेन दाकै कुरा निस्किन्छ होला होइन त्यही गफहरू आन्टीले तपाईँलाई हँसाइरहन्छ वाङछेनले भयो सुनसान भयो भने गीत पनि गाइदिइहाल्थ्यो हो मलाई होइन मलाई चाहिँ के मन पर्छ भने जब पिजीमा बस्छ नानीहरू होइन एउटै फ्यामिली भएर बसेको मनपर्छ कतिजना के कस्तो हुन्छ भने कोठाभित्रै बसेर निस्किँदैन पनि घरमा मात्रै फोन गरेर एउटा के सानो भयो भने कम्प्लेन गरिहाल्ने मैले चाहिँ भन्छु घरमा कम्प्लेन नगर बाउ आमालाई टेन्सन एक त बाउ आमाले एउटा विश्वासले छोडेर गएको हुन्छ त्यो त मैले हेर्नु पर्यो नि त जब बाउ आमाले छोडेर गएपछि मेरो जिम्मा हो नि त के प्रब्लम भयो भने है के प्रब्लम भयो भने मलाई भन आन्टी यस्तो भयो मलाई यस्तो पुगेन यहाँ त यस्तो पो हुँदो रहेछ यस्तो हुनु पर्थ्यो हुनु त अब म ठुलो हो भन्दिनँ ठुलोको पनि गल्ती हुन्छ सानोको पनि गल्ती हुन्छ कतिजना हामी ठुलो भएर सानोको बुद्धिमा पनि हिँड्नुपर्छ होइन त्यही भनेर चाहिँ म जो पनि आउँछ त्यही भन्छु अब ल अब चाहिँ म जाने आन्टी हो टाइम पनि भयो हो बाई बाई तपाईँलाई बाई 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 थ्याङ्क यू नेक्स्टमा भेटौँ नेक्स्ट भ्लगमा अब कहिले हुन्छ त्यहाँदेखि फेरि तपाईँ र आन्टी र सत्सङ्गलाई देखाइदिइहाल्छु नि ल बाई बाई See you soon, guys. See you मेरो soon, भ्युअर्सहरूलाई पनि Chen. आन्टीले पुरा मिस गर्नुहुन्छ होइन कमेन्टहरू गर्नेहरूलाई पनि आन्टीले पुरा मिस गर्नुहुन्छ पुरा गर्छ मलाई आन्टी सोध्छ है कमेन्टहरू पनि भन्दै गरे कस्तो आउँदैछ भन्नुहुन्छ अन्त आन्टी बोलेको यहाँ आज पिजीको बारेमा भनेको यो एउटा राम्रै कुरा हो जसलाई चाहिएको छ उनीहरूलाई भिडियो थ्रु है सेयर गरिदिनुहोस् मलाई कमेन्टमै भन्यो भने म आन्टीलाई खबर दिइहाल्छु तपाईँहरूको टेन्सन नलिनुहोस्
आउनुहोस् आन्टीलाई भेट्नुहोस् जो पनि आउनुहुँदैछ अब है वाङछेन दाको कुरा गर्नुहोस् अन्त मलाई मेरो भिडियो सेयर गर्नुहोस् हो तपाईँहरूलाई यस्तो हुन्छ बोलाइदिनु नि हौ आन्टी वाङछेन दादा एकपल्ट भेट्छु नि भन्ने हुन्छ सबैजनालाई हो आज भने त त्यो जोसको नानीहरूले राम्रो लाग्यो दादाको भिडियो हेरेर फ्याङ तपाईँ कस्तो राम्रो हुनुहुँदो रहेछ उहाँहरूले मलाई नभेटी मेरो उसको भिडियो हेरेर भनिहाल्यो बुझ्नेर त बुझिहाल्छ नि है बाई 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 Bye सबैलाई everyone. See you soon again. See you soon again, Wangchen and viewers as well. Bye bye. You aunty भाग्यमानी गड ब्लेस मान्छेले बस्नु आन्टीलाई याद गर्नु ल सासा तिमीले मेरो कुरा गर्दै बस्नु नबिर्सिनु तिमीलाई सोद्धाखेरि आन्टीले मैले सोध्दैछ भने चाहिँ नभन्नु सोधेको छैन चाहिँ नभने मलाई मन कस्तो हुन्छ जस्ट बिकज अब हामीलाई मिस गर्छु त्यति मात्रै भन्छु म तिमीलाई झुक्रेर रुमको भित्र त कुखुरा खोरभित्र पसेको चाहिँ नहुनु हो फ्यामिली छ फ्यामिलीसँग इन्टरेक्ट गर्नु नेक्स्ट मन्थ दिल्ली जान्छौ टाइम पाउँदैन फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने हो सो as long as you're with your family, spend quality time with your papa, ama, nana, हैन अन्त create the best memories because next month तिमी दिल्ली जाँदैछौ मैले तिमीलाई अस्ति पनि भने त्यसपछि फेरि तिमी मास्टर्सको लागि बाहिर जान्छौ हैन टाइम पाउँदैन यसरी हामी त भेटिरहन्छु हैन कलहरुमा पनि बोल्छ तर फ्यामिलीसँग हुँदै फ्यामिलीसँग चाहिँ टाइम स्पेन्ड गर जसरी हामीसँग मिलेर बसेको छौ तिमी झन् आफ्नो फ्यामिलीसँग मिलेर बस बाई वाङछेन ल बाई सो गाइज अब चाहिँ म निस्केँ हो अन्त गाडी पर्खिरहेको छ सो जाँदैछु अब तपाईँहरू हेर्दै जानुहोस् ल म फिल्म गर्दै जान्छु नि है सरी राम्रोसँग बोल्नु सकेको छुइनँ हो सासँग पनि मलाई पुऱ्याउनु जाँदैछ अहिले चाहिँ हामी स्टेसनमा पुग्न आँटिसक्यो हो हेर्दै जानुहोस् तपाईँहरू छिटो जानुहोस् हामी मिरिकसन पुग्न आँटेको छु 2 गराइ तल अहिले त खरसाङ स्टेसन पुग्न आँटेको छु आज त्यो वेदर पनि राम्रो छैन हो हामी छुट्टिने वेदर इट्स अलवेज लाइक दिस आई डोन्ट नो व्हाट इट्स अलवेज लाइक दिस इट्स ग्रिजलिङ राइट नाउ कोइन्सिडेन्स भन्नुहुन्छ कि वाट एभर इट इज हैन बट व्हेनेभर वाङछेन गोज ब्याक टु मिरिक फ्रम खरसाङ इट्स इदर ड्रिजल्स इदर रेन्स सनी चाहिँ आजसम्म भएको छैन नो 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 लाइक इट्स लाइक कि म जहिले पनि रुएर जान्छु तिमी आन्टीहरूलाई पनि रुवाइरहेको छु होइन अन्त त्यही कारण त्यस्तो भएको होला हौ है हेर्नु सक्नुहुन्छ वेदर होइन यस्तो वेदर इज लाइक गाडी पनि पाइसकेँ म लाग्दै मिरिक गाइस भाइ सजन चाहिँ अब एक्टिङ गर्दैछ मिरिक जानु इच्छा छ नि त उसलाई हो तर फिलहाल अहिले जानु पाउँदैन त्यही कारण हो हैन हुनु चाहिँ के हो भन्दा चाहिँ म चाहिँ जाने हो वाङछेन चाहिँ यतै बस्ने द्याट्स द केस इट वाज जस्ट अ जोक द्याट क्यान ह्यापन अल्सो लाग्दैछ मिरिकको गाडीमा एक्सपिरियन्स गर्दा एकछिनको लागि That's not even a question, first of all. Viewers, you can see how dumb that question was. के चाहिँ भनेको होला मिरिकको गाडीमा चढ्दा चाहिँ कस्तो लाग्छ Does that make any sense to you all? गाडी त गाडी हो नि त मिरिकको होस् कि सिलिगुडीको होस् टु बी अनेस्ट ससाङ चाहिँ मिरिक चाहिँ अहिलेसम्म घुमेको छैन हो होप he will come soon to meet me at my Because house. the thing is, you know, he has never invited me. No, it's not like that. It's not like that. Yours is not like that. No. त्यस्तो हुँदैन उसले मलाई बोलाएको छैन आउँछ नि कुनै दिन मलाई सरप्राइज दिएर आउँछ होला मिरिक पनि उडा आन्टी हो अन्त सो यहाँ अहिले हिँड्ने बेलामा तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु हो एकछिन साथीसँग गफसफ गर्छु सो टिल देन गाइस कीप वाचिङ आई विल बी filming as Wangchen says है as Wangchen says keep watching till he'll be filming गाइज अब चाहिँ ससाङ चाहिँ जान आँटेको किनकि आन्टीले चाहिँ उसलाई लन्च खानु पर्खिरहेको छ हो एन्ड हि इज गोइङ नाउ बाइ बाइ Bye guys. See you in the next vlog. अब कहिले वाङछेन आउँछ त्यति बेला हामी भेट्छौँ हैन छात्र अन्त के भन्छ till then keep watching while Wangchen is filming हैन अन्त keep supporting him, keep supporting his channel and if you are new to this channel अघि नै पनि मैले like, share, comment like, share, comment and please subscribe to his channel, share the link of
his channel, उसको YouTube को Facebook पेज छ त्यसलाई लाइक गर्नुहोस् होइन अन्त के भन्छु भन्दा चाहिँ टेक केयर अफ योरसेल्फ टेक केयर अफ फ्यामिली स्टे हेल्दी अन्त यहाँ तिम्रो फ्यामिलीलाई मेरो ग्रिटिङ्स होइन आन्टी अघि पनि भनिसकेँ मैले अन्त थ्याङ्क यू फर एभ्रिथिङ थ्याङ्क यू फर द बर्थडे सरप्राइज थ्याङ्क यू फर कमिङ एन्ड भिजिटिङ अस and yeah, all the best for your opportunity. That's it. Bye guys. Bye watching. See you Take soon. care, हो आन्टी भएकोमा सिधै जानु यताउति फालाक फिलिक हुँदै नजानु हो बिचरा आन्टी तिमीलाई लन्च खाने पर्खिरहेको छ हो एन्ड आन्टीलाई मैले भक्कु यही गाडीमा चढेको मिस गरिसकेको भन्छु Okay, bye guys. रुनु चाहिँ रुँदैन This time not crying. Okay, bye. Bye. I'll give you a call, okay? Once again, bye, Mr. Kang, and I'm gonna miss you all a lot.